के तपाईहरुलाई विन्डो फोनको बारेमा थाहा छ? एचटीसी, एलजी, ब्ल्याकबेरी यिनीहरूको नाम म किन लिँदैछु थाहा छ? किनकि यिनीहरूको फेलियर एप्पललाई मानिन्छ। हाल फिलहालमा युएस गभर्नमेन्टले एप्पलको खिलाफमा एउटा ठुलो केस गरेको छ र लगातार 5 वर्षसम्म इन्भेस्टिगेट गर्दा यो पत्ता लागेको थियो कि पुरै युएसमा एप्पलको डोमिनेन्स निश्चित रूपमा इलिगल छ। मतलब एउटा कुरा भन्न चाहन्छु, यदि तपाईँ युएस जानुहुन्छ भने त्यहाँ प्राइमरीली आइफोन युज गरिन्छ र 60% को मार्केट सेयर पनि त्यहाँ आइफोनको नै छ। 22% को मार्केट सेयर स्यामसङको छ, 3% को अराउन्डमा मोटोरोलाको र 2.4% को अराउन्डमा गुगलको छ। युएसमा एप्पलको डोमिनेन्स यति धेरै छ कि अरू सानो सानो कम्पनी युएसमा भित्रिन सोच्यो भने पनि सक्दैन र हद त तब हुन्छ जब एप्पलले यो मोनोपोलीको युज गरेर आफ्नो अर्को प्रोडक्टहरूलाई पनि प्रमोट गर्छ र तिनीहरूको पनि मार्केटिङ सुरु गर्छ। जस्तै एउटा सिम्पल कुरा गरौँ, यदि तपाईले एप्पलको प्रोडक्ट युज गर्नुहुन्छ भने तपाईँ एप्पलको इकोसिस्टममा जानुभएको छ, जसको कारण तपाईँ एप्पलको प्रोडक्ट मात्र युज गर्नुहुन्छ। यदि तपाईले आइफोन युज गर्नुहुन्छ र बेस्ट ट्याब्लेट चाहिएको छ भने तपाईले आइप्याड युज गर्नुहुन्छ। यदि तपाईलाई वाच लाउन मन भयो भने एप्पल वाच लाउनुहुन्छ र कम्प्युटर चाहियो भने तपाईले एप्पलको म्याक लिनुहुन्छ। यसको मतलब सिम्पल छ, एकचोटि तपाईले एप्पलको इकोसिस्टममा आफ्नो एन्ट्री गरिसक्नुभयो भने तपाईले एप्पलको प्रोडक्ट नै युज गरिरहनुहुन्छ। इभन युनाइटेड स्टेट डिपार्टमेन्ट अफ जस्टिसले यो पनि भनेको छ कि यो उनीहरूको रुल्स एन्ड रेगुलेसनको क्लियर भायोलेसन हो र इलिगल तरिकाले उनीहरूले मोनोपोली क्रिएट गरेर राखेका छन्। अब कुरा गरौँ जुन कम्प्लेन गरिएको छ त्यो के कुराको बारेमा गरिएको हो, यो कम्प्लेन भित्र के भनिएको छ यो पनि पत्ता लगाउन खोज्छौँ कि यसको आउटकम एप्पल माथि के पर्छ। किनकि एप्पल जस्तो कम्पनीको फ्युचरको लागि लिटरली खतरा मन्डराउन थालेको छ। सबैभन्दा पहिला एउटा कुरा भन्न चाहन्छु कि एप्पल जस्तो कम्पनीले आफ्नो मोनोपोलीसित काम गर्यो भने त्योसँग एउटा पावर आउँछ जसको कारण धेरै भन्दा धेरै पैसा कन्ज्युमर, डेभलपर र अरू बिजनेसेसबाट थाप्न सकिन्छ। र यो कम्पनीमा एउटा कुरा क्लियरली हाइलाइट गरिएको छ कि सबैभन्दा पहिला इनोभेटिभ सुपर एप्सहरूलाई ब्लक गर्ने र सबै फङ्सनालिटी एकैचोटि दिने एपहरू ब्लक गरेपछि एप स्टोरले पनि यिनीहरूलाई प्रमोट गर्दैन र सप्रेसिङ मोबाइल क्लाउड स्ट्रिमिङ जस्तै एक्सबक्स गेम क्लाउड सर्भिस जुन भित्र तपाईले क्लाउड गेमिङ गर्न सक्नुहुन्छ। यसको साथसाथै क्रस प्लेटफर्म मेसेजिङ एप्स, मतलब तपाईहरुलाई थाहा नै छ आइफोनमा आइमेसेज आउँछ र आइमेसेजको कम्प्याटिबिलिटी एन्ड्रोइड भित्रको आरसीएस सँग हुँदैन। यसको साथै तपाईले नन एप्पल वाच युज गर्नुहुन्छ भने त्यसको फङ्सनालिटी पनि धेरै लिमिटेड हुन्छ र अर्को छ लिमिटिङ थर्ड पार्टी वालेट्स। यसको मतलब जुन ट्याप टु पे फङ्सनालिटी हुन्छ थर्ड पार्टी वालेटसित त्यो पनि एप्पलले लिमिटेड गरेको छ र यस्तै कति धेरै कुराहरू एप्पलले लिमिटेड गरेर राखेको छ, जस्तै वेब ब्राउजिङ, भिडियो कम्युनिकेसन, न्यू सब्सक्रिप्सन। यदि हामी एउटा कुरा मान्छौँ भने एप्पलले आफ्नो यही मोनोपोलीको फाइदा उठाएर धेरै पैसा छापेको छ। फिजिकल इयर 2023 मा उनीहरूले $383 बिलियन को नेट रेभिन्यू गरेका थिए र $97 बिलियन को नेट इन्कम गरेका थिए। यसको साथै युएस गभर्नमेन्टको भनाइ छ कि हामीहरूले कयौं वर्षदेखि इन्भेस्टिगेसन गरेका छौं र हेरौं कि एप्पलले के मिस्टेक गरिरहेको छ र अब एउटा सही समय आएको छ जसमा हामीले कन्ज्युमरलाई पनि प्रोटेक्ट गर्नु छ र बिजनेसेसलाई पनि प्रोटेक्ट गर्नु छ र नयाँ इनोभेसन जुन नयाँ कम्पनी मार्केट भित्र ल्याउन खोज्दै छ तर ल्याउन सकेको छैन उनीहरूलाई पनि प्रमोट गर्ने पालो आइसक्यो। यहाँसम्म हामीले हेर्ने हो भने यो चीज युरोपियन युनियनसँग जे भएको थियो नि त्यो भन्दा पनि धेरै ठुलो छ। तपाईहरुलाई युरोपियन युनियन वाला केस याद छ जसभित्र एप्पललाई यूएसबी टाइप सी को पोर्ट म्यान्डेटरी गरिनुपर्छ भनिएको थियो। यसपछि आइफोन 15 मा के भयो, यूएसबी सी पोर्ट आयो तर युरोपियन युनियनले यो पनि भनेको थियो कि तपाईले तपाईको एप्पल इकोसिस्टम ओपन गर्नुपर्छ। तपाईको इकोसिस्टममा जुन अरू प्रोडक्टहरू छन् तिनीहरूको कम्प्याटिबिलिटी एन्ड्रोइड सित गराउनु पर्छ। यहाँसम्म त यो कुरामा पनि एप्पलले मान्यो र युरोपको लागि स्पेशल एप स्टोर बनाउँछ जसमा युजरको रिक्वायरमेन्ट अनुसार अरू एप डाउनलोड गर्न सकिन्छ। यानी कि इपिक गेम्सले पनि एउटा इपिक गेम एप निकाल्न लागेको छ आइओएसको लागि जुन भित्र एउटा सेपरेट स्टोर हुन्छ जसमा हामीले सेपरेट एप्सहरू डाउनलोड गर्न सकिन्छ। यो टाइपको चेन्जेस लिटरली युरोपको भित्र आएको थियो तर अब हेरेर यस्तो लाग्दैछ कि युएस भित्र यो सब कुराहरू आयो भने हामीले आज जसरी आइफोन युज गर्छौं त्यसको युज गर्ने तरिका फेरेर आउँछ र धेरै हदसम्म एन्ड्रोइड जस्तै देखिन्छ। तर यहाँ हामीले एप्पलको रेस्पोन्स पनि सुन्नु पर्छ जसमा एप्पलले भनेको छ कि जुन लसुट
छ यसले थ्रेटन गर्छ उनीहरूको एबिलिटीलाई इनोभेट गर्न र आउन लागेको टेक्नोलोजीको लागि, किनकि एप्पलको यो मान्नु छ कि उनीहरू टेक्नोलोजी राम्रोसित प्रोभाइड गर्छन् र मान्छेहरूलाई बेस्ट पोसिबल एक्सपिरियन्स दिन चाहन्छन्। तर यो टाइपको लसुट हुने हो भने राम्रो ढङ्गले सर्भिसेस र टेक्नोलोजी इनोभेसन मान्छेहरूलाई प्रोभाइड गर्न सकिँदैन। यसको साथसाथै यो कुरा पनि पत्ता लागेको छ कि एप्पलले मान्छेहरूको प्राइभेसी र सेक्युरिटी पनि मोनिटर गर्छ, जसकारण एप्पलले धेरैभन्दा धेरै प्रोफिट गर्न सक्छ। हामीले अक्सर प्राइभेसी र सेक्युरिटीको मामलामा चाइनिज कम्पनीहरूलाई ब्लेम गरिरहेका हुन्छौँ, तर एप्पल पनि कुनै सत्यवादी होइन। उसले पनि धेरै डाटा एक्सट्र्याक्ट गर्छ, जसकारण धेरैभन्दा धेरै पैसा छाप्न मिलोस्। यो साथसाथै कुरा गरौँ जुन लसुट फाइल भइसकेको छ, अब यसको भित्र धेरै कुराहरू गरिएको छ, तर अहिलेको कुरा गर्ने हो भने यो केस कोर्ट भित्र जान्छ र युएस वाला कोर्ट भित्र यसको डिसिजन लिइन्छ। अब यसको जुन हियरिङ प्रोसेस हुन्छ त्यो सुरु हुन्छ र बिस्तारै बिस्तारै यसको सब राजहरू खुल्दै जान्छ र नयाँ नयाँ कुराहरू हाम्रो अगाडि आउँछ। फाइनली 2027 सम्म पत्ता लाग्छ कि एप्पलसित एक्ज्याक्टली के हुनेवाला हो, किनकि अहिलेसम्म जुन खतरा एप्पललाई देखिएको थियो त्यो युरोपियन युनियनको कारणले देखिएको थियो, जहाँ टाइप सी हालिएको थियो। उनीहरूले त्योसम्म भनेका थिए कि तपाईँको फोनमा रिमुभेबल ब्याट्री हाल्नु पर्छ, साथसाथै धेरै रेस्ट्रिक्सनहरू उनीहरूले लगाएका थिए, जुन हामीले हेर्ने हो भने एप्पलले राम्रोसित फलो गरेको थियो र आउन लागेको समयको लागि एप्पलमा चेन्जेस गरिरहेको छ र कतिपय चेन्जेसहरू त युरोपको लागि स्पेसिफिक गरिएको देखिन्छ। अब कुरा गरौँ यो वाला लसुट युएसले जित्यो भने यसपछि एप्पलले आफ्नो पुरै स्ट्राटेजी सबै फेर्नु पर्ने हुन्छ र आइफोनको माथि सायद फेरि सुरुदेखि काम गर्नु पर्न सक्छ। यो लिटरली आजको टाइममा सबैको हातमा भएको आइफोनको एक्जिस्टेन्स माथिको क्लियर खतरा हो। यसको सँगसँगै ध्यानमा राख्नुपर्ने कुराहरू धेरै छन्। सबैभन्दा पहिला कुरा गरौँ यस्तो टाइपको एन्टी ट्रस्ट लसुट पहिला पनि भइसक्यो। योभन्दा पहिला गुगलसित पनि भएको थियो, जसको ट्रायल यहाँनिर चल्दैछ। यसको साथै एमाजोनसित पनि भएको थियो र मेटा कम्पनी जसको माथि एटेम्प्ट गरिएको थियो 2020 मा, तर त्यो अनसक्सेसफुल भएको थियो। हेर्नुपर्ने कुरा हो अब एप्पलले आफ्नो कस्तो तरिकाले डिफेन्स गर्छ, किनकि यो जुन लसुट बनाइएको छ यसले धेरै डिफिकल्ट वाला कन्डिसन क्रिएट गर्ने काम गर्छ। साथसाथै हेरौँ भने यसको रियाक्सन पनि अमेजिङ टाइपको थियो। कार्ल पाईले पनि ट्विट गरेका थिए र उनीलाई पनि लाग्यो कि एप्पलले साँच्चीकै युएस भित्र मोनोपोली क्रिएट गरेको छ। यो नै एउटा प्रब्लम हो जसको कारण नथिङ कम्पनीले युएसमा आफ्नो एन्ट्री पाएको थिएन र धेरै कम्पनी सायद यो कारण नि खुसी हुन सक्छन्, किनकि यो लसुट पास भयो भने उनीहरूको युएसमा एन्ट्री हुन सक्छ। कुरा गर्ने हो भने युएस भित्र मात्र यो चिज लिमिटेड छैन, किनकि एप्पलले यो चिज युएस मार्केटमा गर्यो र यसलाई क्र्याक गरेर देखायो। अब एप्पलले यस्तै स्ट्राटेजी सबैतिर एप्लाई गरिरहेको छ। इभन नेपालमा पनि तपाईहरू हेर्न सक्नुहुन्छ। आइफोन बिस्तारै राइज हुन लागेपछि एप्पलले आफ्नो अरू प्रोडक्टहरूको सेल्स र मार्केटिङ नेपालमा सुरु गरिसकेको थियो। अर्कोचोटि आइफोन बिक्न लाग्यो भने मान्छेहरूलाई एप्पल वाच, इयरबड्स, म्याकबुक, आइफोन किन्न बाध्य बनाउँछन् र मान्छेहरूले किन्छन् पनि, किनकि बिस्तारै बिस्तारै एप्पलले मान्छेहरूलाई आफ्नो इकोसिस्टमको ट्र्यापमा ढाल्न थाल्छ। यही कारण एप्पलले लामो समयसम्म पैसा कमाउँछ र आजसम्मको कुरा गर्ने हो भने आइफोनको मार्केट सेयर नेपालमा 13.75% छ, जसले अरू कम्पनीको कम्पेरिजनमा एकदमै धेरै प्रफिट कमाइरहेको छ। यदि युएस गभर्मेन्टले जित्यो भने यसको माथि चेन्जेस आयो भने लिटरली यसको इम्प्याक्ट नेपालमा जुन स्मार्टफोन मार्केट र यहाँको आइफोनहरूमा पनि देखिन सक्छ। होला आउने समयमा पनि मान्छेहरूले आइफोन किनिराख्छन्, तर यस्तो टाइपको चेन्जेस आएपछि हुन सक्छ कि आइफोनको साथै एप्पलको इकोसिस्टममा घुस्नको लागि अरू चिज लिने गर्थे, जस्तै म्याकबुक, आइप्याडहरू। चेन्जेसपछि तिनीहरूलाई छोडेर अरू कम्पिटिसनको प्रोडक्टहरू लिन सक्छन्, तब गएर कहानीमा बदलाव आउन सक्छ। हो धेरै चिजहरू छन् गर्न, तर आजको समयमा मैले सोचे कि यो धेरै इम्पोर्टेन्ट न्युज हो तपाईहरुसँग शेयर गर्नको लागि, किनकि यस्तो टाइपको चिज हिस्ट्रीमा कहिले भएको थिएन र यति ठुलो खतरा एप्पलको माथि कहिलेसम्म आएको थिएन। यो त देख्नेवाला कुरा हो फ्युचरमा के हुन्छ र एप्पलले यो प्रब्लमको समाधान के गरी गर्छ र युएस गभर्मेन्टको फाइनल जजमेन्ट आएपछि त्यो जजमेन्ट के हुन्छ। यो सब प्रश्नको उत्तर त मलाई पनि थाहा छैन, तर सायद तपाईले सब्स्क्राइब गरेर राख्न सक्नुहुन्छ र यस प्रश्नको उत्तर तपाईले अर्को भिडियोमा पाउन सक्नुहुन्छ होला। स्टे ट्युन्ड। थ्यांक यू।